अनि यसपालि भोट कसलाई हाल्ने? बालेलाई जसरी पनि जिताउने हो। ओली मक्क परे होला बिचरा 75-70% भोट ल्यायो भनेर बिचरा यसलाई त हेरेको हेरे उताले मारिदिन्छ। यसपालि भोट चाहिँ कता हाल्ने? त्यो परिवर्तन चाहिँ अब माटोमा हो कि माटोमा जान्छ होइन माटोको मान्छे मुख्य मान्छे नै माटै जतिकै छन् क्या। यो किरिया एमाले आयो भने त एउटा बाँस घोषाएर मासु पो खाने यस्तो त बजिएका बान्दा यहाँ एमाले त्यसको एमाले झापामा जित्छन् त बालेन शाहले। जितेन भनेदेखि सबै खाए हुन्छ, नर्क खाए हुन्छ। बालाजी बाई बाई बा छोडिदिनु भन्छु हामी। अब केही छोडिदिनु भन्नु सिधै छोडिदिनु तपाईँ घरमा हरे नाम जपेर बस्नु यसरी भन्छु। ए दिदी देश आनन्दले चल्या छ छैन यो देश आनन्दले नचल्नुको कारण को हो? कुन पार्टीहरूले गरे भन्नु त? एमाले अन्टीमै भोट नआनिमै मलाई अन्टी नै नभन। केपी ओली हेलिकप्टर चढेर भाग्या तपाईहरु सबैलाई थाहा छ? बालेन शाहबाट पनि यस्तै खालको बाटोमा रकेट चढ्नु पर्छ, रकेट भाइ। तपाई ओलीकै एरियामा बसेर केपी ओलीलाई झापादेखि के भन्न चाहनुहुन्छ? गदारी भन्न चाहन्छु। के चाहनु है? यहाँका जनता सन्तुष्टि छैनन् ओलीबाट? झोलेहरु त होलान् नि हो। खत्तम। हामी त घन्टी बजाउने माहौलमा छौँ। अब त्यस्तै हो, तपाईँले सोधिहाल्नुभयो, भन्नु चाहिँ नहुने हो मनका कुरा। अब तपाईँले सोधेपछि नभन्दा पनि पापै लाग्ला। ओलीले त अब यहाँबाट पनि जित्यो भने यहाँका मान्छेले गुखाए हुन्छ। अनि तपाईँलाई यति बेला बुढेसकालमा भत्ता दिएर पाल्ने नै एमाले केपी ओली बाउले ल्याएर दिएको के छ भोट केमा हाल्ने त? भोट म जान्छु। बगन थापालाई कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दैछ। प्रधानमन्त्री हुने उम्मेदवार नै हार्ने गरी त पक्कै नहोलान्। बगनको जित सुनिश्चित भइसक्यो भनेर धेरैले भन्दैछन्। प्रमाणपत्रले भइहाल्छ नि। निर्वाचन आयोग चाहिँ काठमाडौँमा छ, म त गाउँतिर छु। फेरि नेताहरू भोट माग्न आउने बेला हजुर नमस्कार, भोट दिनु। त्यति बेला म गालामा ठम्की ठेमा। अब फेरि पनि चुनाव हार्ने अवस्था आयो भने मतपत्र च्यात्ने हो। नेकपा एमालेको कट्टर युवा नेता रामवृक्ष शाहजी के भन्दै हुनुहुन्छ? के छ झापामा, के हुन्छ? केपी ओली हार्दैछ त के भयो? पक्का पाकी हो। बात त सही हो। यहाँ त केपी ओली र बालेन शाह पो दौड्दैछन् रे, होइन? के छ सर? खै यो केटाकेटी खेल जस्तो भइरहेछ कि। बालेन शाहको सुरक्षामा खटिने एउटा म पनि हो। काङ्ग्रेसको भन्नुहुन्छ फेरि बालेन शाह? काङ्ग्रेस त अब सक्यो। अनि केपी ओली चाहिँ मन पर्दैन? केपी ओली देशमा अनविश्वासी छैन। मलाई राजनीति गरेर हुँदैन। तैँले चाहिँ केटाकेटी पाल्न पर्छ। बिहानमा घन्टी बजा, दिउँसोमा घाम ताप, राति चाहिँ यो तारा उठी चन्द्रमा हेर भन्नु भएको छ मलाई बुजुर्गहरूले। चिटिङ करता है तू। हामीले चाहिँ अब उखनटुका मात्रै हो। रेल पनि आयो, पानी जहाज पनि आयो, सबै थोक आयो होइन। हामी अहिले पानी जहाजमा मेरो पनि यो पानी जहाजै हो होइन। जय माटो जय घन्टी त्यति भन्न चाहन्छु सबैजनालाई, जय घन्टी। भोट जसुकैले हाल्नुहोस् दिदी बहिनी बा आमाले, तर केपी ओलीलाई भोट नहाल। ज्यानजी भाइ बहिनी मार्ने यो 4 गतेसम्म त मलाई थाहा थिएन नि। अस्ति 4 गतेसम्म म यो चाहिँ स्वतन्त्र उम्मेदवारको रूपमा म संसदको लागि उठ्छु भनेर मैलाई थाहा थिएन त। उमेरमा दाइले पनि त 1-2 शट हान्यो होला त होइन र? 1-2 शट त जसले हान्यो, मैले खुकुरी हान्छु त्यति फरक त हो नि। म मरेपछि म उही खोला जाँदा नि खोलाबाट पनि तैँले भोट दियो भने पनि म सुधैलाई नि दिन्छु। कैसे लोग रहते हैं यार यहाँ पे। खाइसकेर यहाँको व्यवस्था छैन नि फेरि खाजाको। खाते मुद्दार तर हरियाबास तुई काटे तेरी बाबुल ए तेरी बात चोर ए ढाका। तपाईहरु चाहिँ कतिको सन्तुष्टि हुनुहुन्छ केपी ओलीबाट? यो 0% नमस्कार,
यो एरिया केपी ओलीकै हो नि पछिल्लो समयमा ओलीले हिटलर बिर्साइदियो क्या जस्तो मेरो छोरो ग्लोबल कलेज पढ्छ होइन हिजोले सुत्न सकेको छैन उसको अनुहार सम्झियो कि तर्सिन्छ पालेले जित्ला त अब एकदम अब नि केपी ओलीलाई जिताउनु भनेको त केपी ओलीकै चन्दन लाएर हिँडे भइगयो कुकुर मेरो खराब पानी छ मेरो चुनाव चिन्ह दिएको छ त्रिशुल दिएको छ ऊ यहाँ पर्चा बाँडिदिन्छन् होइन त्रिशुलले त्रिभुज काङ्ग्रेसको सभापतिले देशभरमा उम्मेदवार पाएन अमर सिंह लड्न आफै आउनु सभापतिसँग हारे पनि मजा छिट्यो भने त राष्ट्रको हिरो हुन्छु अब प्रधानमन्त्री बन्छ ठग दसको बाख्रा चोर प्रधानमन्त्री बन्छ आइज बाइलेन मसँग भेट्न आइजो त पनि र्यापे होस् म पनि ट्यापे हो दिदीलाई बुढालै भने आर यु कमेडी मी एमाले हिँड्नु देखाउँदै दम छ भनेको एमाले सिधा कुटिन्छ नि कस्तो कुरा गरे हौ ए भोट माग्न हिँड्ने एमालेलाई कुटिन्छ किन कुटिँदैन काङ्ग्रेस कुटिन्छ माओवादी कुटिन्छ अरे मै पनि एमाले पनि एमाले भन्ने दिन गइहाले Thanks.